नमस्ते गाइस, हामीले चाहिँ आजको फ्राइडेमा होइन यस्तो प्रकारको है छोइला मोमो थुक्पासँग मिक्स गरेको बनाइरहेछौँ होइन। हामी तिनजनाको मेस छ अनि म चाहिँ अब कुकमा छु। यसरी चिकन टक्कै एउटा फियालेर भुटेको है, त्यसपछि अदुवा लसुनहरू काटेर रेडी गरिरहेको छु। प्याजहरू काटेर चिकन यत्तिको भइसक्यो फ्राईमा होइन। यसरी कुकर बसाएँ, जीरा धनिया पत्ता खारे, त्यसपछि अकबर खुर्सानी पियाज चट्टा हाल्यो होइन। त्यसपछि चट्टा ब्राउन भयो, त्यसपछि फेरि चिकन लगाएँ चट्टा अनि चलाउन थालेँ हल्का रूपमा। टमाटर लगाएँ, फेरि चलाएँ। आज हाम्रो पहिलो दिन हो बनाएर खाएको। बनाएर त पहिला नै खाएको थिएँ, तर भिडियो चाहिँ आज गरेको एउटै हाल्यो। नुन चाहिँ हालेँ तर झोल हो जस्तो लागिरहेको छ होइन। तर झोल हाल्ने ठिकै हुन्छ होला, चलाएको फेरि पनि फ्राइडे चाहिँ हामी बनाएर खान्छौँ यस्तो जहिले पनि। अदुवा लसुनको पेस्ट बनाएँ चलायो है। साह्रै तपाईँहरू पनि बनाएर खानु सक्नुहुन्छ यसरी। फ्राइडे छुट्टीको दिन अब बाहिर लास्टै गरम छ, छोडिदिने 5 मिनटपछि निकालेर दिने। गरम मसला थोरै लाउने। आजको प्रकार टमेटो केचप तरकारीमा हाल्ने खालको पाउँछ। चलाइदिनु यो अलिकति त्यो सोयाबिन सस लगाइदिनु है, चलाइदिनु हो। जति सक्दो मिठो बनाउने कोसिसमा छु। गरम मसला डबल परिसक्यो। थुक्पा लगाइदिने हो। थुक्पा पनि अलिकति भाँचेर थोरै लगाएको मोमोले सँग थुक्पा र मोमो एकैचोटि खाउँ भनेर हो। अनि हामीसँग चाहिँ यो फ्रोजेन मोमो थियो है, फ्रिजमा राखेको पहिला बनाएर। त्यो मोमो बनाउँदा एकचोटि पनि धेरै बनाउँछौँ हामी, राख्छौँ बेला बेला। ढक्कासँग ढकनी लगाइयो। त्यसपछि मलाई लास्टै गरम भएर म त्यो रुममा आएको है। मेरो साथीहरू रुम पार्टनर मेरो भतिजले चाहिँ पुरा रुम सफा गर्दै रहेछ। हेर्नुहोस् है, हामी चाहिँ रुम पुरा सफा गर्छौँ हप्तामा। घर जानलाई लकेछ रेडी छ। फेरि सिटी लागेर तल हेर्न आएको, यस्तो भयो त खाउँ लाग्यो। त्यसपछि हेर्नुहोस् थालमा निकालिन्छ, यस्तो दामी छ है। मुखबाट नै तप्त भयो, राल निक्लेला जस्तो भइरहेछ। हामीलाई चाहिँ भोक पनि लागिरहेछ। त्यहाँदेखि टक्क दाइ आउनु भयो होइन। दाइलाई अब सुरुमा अब दाइलाई दिउँ। दाइले फेरि खानुभयो, तातो भएर हाहा गर्नु हुँदैछ। गाइस अब हामी पनि खान्छौँ।